गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि त्यसपछि आज चाहिँ म ठुलो मम्मीको घरमा छु। अनि त्यसपछि उहाँ चाहिँ मेरो बाबा है। अनि त्यसपछि मम्मी चाहिँ यहाँनिर सेल पकाउन लाग्नु भएछ। अनि त्यसपछि बाबा चिया खाँदै हुनुहुन्छ। अनि त्यसपछि यो चाहिँ यहाँनिर मोबाइल हेरेर बसिरहेको छ। अनि यहाँनिर चाहिँ मेरो भाइ छ होइन, उनीहरू चाहिँ हिजो आएको, म चाहिँ आज आएको। गाइज अब चाहिँ म सेल हाल्न गइरहेको छु, हजुर हेर्नु होला। अब म सेल हाल्छु, एकछिन चाहिँ मम्मी हाल्दै हुनुहुन्छ, हजुर हेर्नु होला। त्यस्तो राम्रो राम्रो सेल हाल्नु भएको मेरो मम्मीले अनि अरे है। अनि त्यसपछि मेरो ट्रन हेर्नु होला, कसले राम्रो हुन्छ चाहिँ भन्नु होला। यहाँनिर चाहिँ मेरो ठुलो मम्मी हुनुहुन्छ है। हाई गरिदिनु त ठुलो मम्मी। अनि बत्ती गएको थियो, अहिले चाहिँ बत्ती पनि आयो, त्यही भएर अनुहार नि अहिले चम्किरह। मेरो मम्मीले हाल्नु भएको सेल अब बाबाले हाल्न लाग्दै हुनुहुन्छ, जे भयो नि। अनि अब बाबाले हाले कस्तो हुन्छ अनि मैले हाले कस्तो हुन्छ चाहिँ अनि कमेन्ट गरिदिनु होला। उहाँ चाहिँ मेरो आमा, मम्मीको मम्मी, हजुरआमा। हाई गर्नु त आमा, हाई। यहाँनिर चाहिँ यिनीहरू पानी लिन जान्छ, यो चिया खाँदैछ, हल्ला धेरै भइरहेछ यहाँ चाहिँ। बाबाले सेल हाल्ने ठाउँमा हेर्न जाउँ। बाबाले सेल हालिसक्नु भएछ, अर्को चाहिँ घुमाएकै देखाउँछौँ है। यो पनि ठिकै छ। तपाईँहरूलाई चाहिँ कोहीलाई सेल हाल्न आउँदैन, सेलको रेसिपी चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु होला होइन। म सेलको रेसिपी भनिदिन्छु तपाईँहरूलाई, मलाई आउँछ, म धेरै ट्यालेन्ट छु। मेरो कुरा सुनेर हाँस्नुभयो, आमा नि हाँस्दै हुनुहुन्छ यहाँनिर। गाइज म चाहिँ सेल झिक्दैछु यी। बाबाले सेल हाल्नुभयो हाम्रो। ल एच ल ल खतरा भयो है। अलिक गोलो बनाउनु जान्छ सेल हाल्ने मान्छे। यो सेल बनाउनेवाला पिठो, यो भाँडो, यसले चाहिँ सेल हाल्ने। सेल चाहिँ मम्मी ठुलो मम्मीलाई मात्रै हाल्न आउँछ, हामीलाई हाल्न आउँदैन, पोल्छ। त्यही भएर हामी चाहिँ बोतलले हाल्छौँ, बोतलले सेफ्टी फर्स्ट। चाहिँ अघि अर्को क्यामेराबाट अनुहार कालो कालो आइथ्यो, अहिले चाहिँ एकदमै खतरा चुवा खाइरहेछ है गाई। सेतो सेतो सेल पनि खतरा हाल्छन्। अब सेल हेर्नु होला तपाईँहरू। अनि त्यसपछि चाहिँ म हाल्छु, अनि त्यसपछि मम्मीको राम्रो कि बाबाको राम्रो कि मैले हाले सेल राम्रो भन्नु होला है। हो यहाँ चाहिँ ल सेल गाइज खतरा भयो है, यतिको सेल चाहिँ चल्छ। ल अर्को सेल है गाइस। बाबालाई चाहिँ हात पोल्छ भनेर होला अलिक छिटो घुमाउनु भयो है। तर मम्मीले हाले सेल भन्दा चाहिँ बाबाले हाल्नु गाइस। मेरो बाबाले हाले सेल, मम्मीले हाले सेल छ। बाबाको सेल हाल्ने पालो अब सिद्धियो होइन। अब चाहिँ म हाल्छु होइन, मम्मीले भिडियो खिच्दिनुहुन्छ, हजुर हेर्नु होला है। अनि त्यसपछि हाम्रो भिडियोलाई हेर्नेहरूले चाहिँ सब्सक्राइब गर्नु होला च्यानललाई। अनि त्यसपछि लाइक गर्नु होला भिडियोलाई, कमेन्ट गर्नु होला, सेयर गर्नु होला। बाबाले चाहिँ एउटा भन्दै कति धेरै हालिसक्नु भयो, हाल्न रमाइलो लागेको छ। मलाई हाल्न दिनु भएको छैन, त्यही पनि म हाल्छु, एउटा मात्रै भयो नि। मलाई हाल्दैछ, मलाई मात्रै छोडिदिन्छन् अनि सबै हाल्न। अनि त्यसपछि हातै दुख्छ मलाई त गाइज। सेल बेचेपछि चाहिँ हामी मालामाल हुन्छौँ है। सेल किन्छ कसले? सेल चाहिँ जति पनि बनाएको छौँ होइन गाइज, त्यो चाहिँ मैले बेच्नको लागि बनाएको हो। कैसा लगा मेरा मजाक? जस्ट किडिङ। ओके गाइज, सो अब मेरो टर्न। बाबा उठेर गइसक्नु भयो, यी हेर्न सक्नुहुन्छ। अब म सेल हाल्छु गाइज। म चाहिँ सेल हाल्न गइरहेको छु अब यहाँ। गाइज मैले हातले सेल चाहिँ यस्तो भएको छ हेर्नु, खतरा भएछ नि मम्मी र बाबाको भन्दा।
तिहार सबै सेल मैले हाले हो गाइस अहिले नि मैले हाले सेल मैले हाले त कति राम्रो पिठो चाहिँ बसेको कि भित्र गाइस यो चाहिँ मैले बनाएको सेल हेर्न सक्नुहुन्छ एकदमै राम्रो छ हैन यहाँनिर चाहिँ हाम्रो पुन्टे कुकुर हुनुहुन्छ हैन हाम्रो ठुनैको घरै बस्छ यो राम्रो छ आउने बित्तिकै हात चाट्यो पुन्टे पुन्टे आइज यो चाहिँ सेल खानालाई आएको जस्तो छ है गाइस बाबा चाहिँ गीत बजाएर फेरि सेल हाल्न थाल्यो मलाई चाहिँ हाल्न सकिनँ यति हालेँ त्यसपछि हालिनँ मैले पुन्टे ओ पुन्टे यहाँनिर चाहिँ 3टा सेल छ यो मम्मीले हाल्नु भएको सेल यो बाबाले हाल्नु भएको सेल यो मैले हालेको सेल उस्तै उस्तै छ त्यही पनि कसको चाहिँ राम्रो छ भनिदिनु होला है गाइस तिनटै हेर्नु होला पुन्टे पुन्टेले सेल खान्छ अब भोक लगाएर चाहिँ यसलाई त्यही भएर यहाँ सेल हाल्नलाई ठाउँ आएर बसिरहेको खाइ पुन्टे खा यसको चाहिँ यहाँ घन्टी नि छ यसले चाहिँ मासु सासु खान बेला गयो भने घुरेर टोक्न आउँदा जस्तो गर्छ बाबा र मम्मी चाहिँ कुरा गरेर बस्नु भएको थियो मेरो बारे मम्मी चाहिँ तरकारी पकाउनु जानुभयो सेलसँग खानालाई यहाँ देखाउँछु म तपाईँलाई ए मम्मीलाई यहाँ यसले त मम्मी चाहिँ जानुभयो अनि त्यसपछि आलु छ मम्मीले आलु भुट्न लाग्नु भएको उयोले पछाडिबाट पुन्टेजीले खाइसक्नु भएछ अनि त्यसपछि फेरि अर्को आमा चाहिँ बाबाले दुःख दिया भन्दै हुनुहुन्छ घर कहाँ भने उहाँ उसमा पोखरा अरे आमालाई चाहिँ प्र्याङ्क गर्दै अनि पोखरा अरे अनि विवशलाई घुम्न पठाइदिनु न मम्मी भन्छ छ नि मम्मी नदेखाउने तपाईँलाई भोलि पर्सि देखाउने के फुली चाहिँ मेरो गाइस अहिलेसम्ममा 20-25 भन्दा बढी रहेछ त्यही भएर म लाउँदिनँ ठुलमम्मीले नि कतिवटा दिनुभएको थियो मेरो साथीलाई देखाएको नि आमाहरूलाई चिनुन् भनेर अनि आमा ठुलमम्मी सबैजनालाई चिनुन् भनेर अनि त्यसपछि देखाएको क्या मेरो साथी अब भोलिपर्सि देखाउँछ अहिले टिभीमा देखाउँछ साथीलाई अहिले टिभीमा देखाउँछ साथीलाई भिडियो बनाउँछन् कि मेरो साथीले त्यही भएर टिभीमा देखाउँछ है अहिले होइन म साथीलाई देखाउँछु माथि गएर तपाईँलाई अहिले देखाउँछु देखिँदैन नि हामीले चाहिँ यत्तिकै आमालाई प्र्याङ्क गरिदिएको है आमाले चाहिँ पत्याउनु पनि भयो यहाँनिर चाहिँ मेरो रोटीको तारिफ हुँदैछ होइन तिहारमा सबै मैले पकाएको सबै अहिले चाहिँ गाह्रो भयो कि त्यही भएर नपकाएको गाइस आमा र म चाहिँ अब टिभी हेर्न जान्छु अनि टिभीमा मेरो साथीलाई पनि देखाउँछु है मेरो साथी भिडियो हेर्नु भएको छ होला होइन लाइक गरिदिनु होला है यहाँनिर चाहिँ ठुलमम्मीको घरमा सिसी क्यामेरा नि छ हो यहाँनिरबाट चाहिँ विदेशबाट दाइहरूले भिडियो क्यामेराबाट चाहिँ सबै देख्नुहुन्छ 2टा दाइ विदेश आउनुहुन्छ ठुलमम्मीको छोरा मेरो दाइ अनि त्यसपछि के अरे त्यहाँबाट चाहिँ घरमा के भइरहेछ को आउँछ भने त सबै हेरेर बस्नुहुन्छ अनि त्यहाँबाट यहीँबाट बोल्न नि मिल्छ सिस क्यामेराबाट अनि फोनै गर्नु पर्दैन त्यहीँबाट कुरा गर्नुहुन्छ बतियाएको बेलामा अहिले बोल्नु भएको छैन नभए तपाईँलाई देखाइदिन्थेँ अहिले काममा हुनुहुन्छ होला अब हामी चाहिँ माथि यो चाहिँ छता जाने पर्याङ अनि यहाँ चाहिँ वासिङ मेसिनमा मेरो लुगा धोइँदैछ टाइमर चलिरह आज चाहिँ शुक्रबार अनि त्यसपछि के भन्छ अरे आज शुक्रबार नि बिदा थियो शनिबार नि बिदा त्यही भएर म चाहिँ ठुलमम्मीको घर आएको अनि लुगै लिएर आएको यहाँ भए वासिङ मेसिन हाल्दैछ धुनु पर्दैन
अनि अब चाहिँ म टिभी खोल्छु अनि टिभीमा चाहिँ आमालाई मेरो साथीलाई देखाइदिन्छु अनि मेरो नि भिडियो देखाउँछु आमालाई म टिभीमा आमा चाहिँ त्यहाँ बसिरहनु भएको टिभी खुलिँदै गाइज यहाँनिर चाहिँ म हाम्रो अस्ति वार्षिक सबको वाला डान्स देखाइरहेको छु आमालाई टिभीमा हजुरहरू पनि गएर हेर्नु होला आमा यहाँ बसेर हेरिरहनु भएको आमाले चाहिँ भिडियो बनाएको थाहा छैन आमालाई चाहिँ त्यही भएर कसलाई देखाएको देखा भन्दै हुन्थ्यो मैले चाहिँ भन्दै हामीले भिडियो बनाएको अनि हालेपछि टिममा आउँछ भनेर यहाँनिर चाहिँ हाम्रो चलिरहेको छ अस्ति वार्षिक सबको डान्सको भिडियो हेर्नु भएको छैन भने चाहिँ गएर हेर्नु होला अनि लाइक सेयर सब्सक्राइब अनि त्यसपछि कमेन्ट गरिदिनु होला अब यति बाहेक यो भिडियो चाहिँ त्यो पुरै भिडियो हेर्नु छ भने चाहिँ मेरो युट्युब च्यानलमा गएर हेर्नु होला होइन अनि म मेरो साथीको भ्लग हेर्दैछु होइन तपाईँहरू पनि गएर हेर्नु होला कामना अधिकारी बसेर मेरो भ्लग हेर्दै हुनुहुन्छ यहाँ बहिनीहरू अनि खाजान जान लागेको भिडियो चाहिँ यति नै हाम्रो भ्लगलाई हेरेर चाहिँ लाइक गरिदिनु होला सेयर गरिदिनु होला अनि त्यसपछि कमेन्ट गरिदिनु होला भिडियोमा अनि त्यसपछि डोन्ट फर्गेट टु सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला यहाँ बाई गरिदिनु ल बाई 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 ल गाइस बाई